न्युजिल्यान्डमा गाडी कुदाउन थालेको पनि 7 वर्षभन्दा बढी भयो, तर एक दिन पनि म ड्राइभर्स लाइसेन्स चेकमा चाहिँ परेको छैन अहिलेसम्म। अब महापासे चेकिङ त पर्यो होला 8-10 पल्ट नै। तर इन्ट्रेस्टिङ कुरा चाहिँ के भने न्युजिल्यान्डमा गाडी कुदाएको बेला ड्राइभिङ लाइसेन्स बोकेको छैन अनि चेकिङमा पर्यो भने चाहिँ $55 फाइन लाग्न सक्छ। त्यही भएर म कहिलेकाहीँ भन्छु क्या, नेपाल कति एडभान्स छ टेक्नोलोजीको मामलामा। नेपालमा त नागरिक एपमा लाइसेन्स राख्यो भने पनि चल्ने रहेछ। तर खुसीको खबर के छ भने न्युजिल्यान्डमा पनि अस्ति 14 मेमा एउटा पार्लियामेन्टमा एमेन्डमेन्ट बिल पास गरिएको छ, जसले डिजिटल एक्रिडेसन र इलेक्ट्रोनिक म्यानेजमेन्ट सिस्टमको कुराहरूलाई चाहिँ अलिक फराकिलो बनाइएको छ, जसले गर्दा GOVT.NZ एपमा चाहिँ 2026 को अन्त्यसम्ममा आफ्नो डिजिटल भर्जन अफ ड्राइभिङ लाइसेन्स त्यहाँनिर अपलोड गरेर भेरिफाई गर्न मिल्ने भन्ने खालको न्युजहरू आएको छ। लाइसेन्स मात्र होइन, NZTA वाकाकोताईको एप अपडेट भएपछि त झन् वफ र रेजो नै डिजिटल हुने भन्ने कुरा छ। गाडीको सिसामा टाँसेर हिँड्नु नपर्ने रे, पुलिस या पार्किङ वार्डेनहरूले चाहिँ स्क्यान गरेर अनलाइनबाट भेरिफाई गर्न मिल्ने डिजिटल डाटाबेस हेरेर। त्यही हो, न्युजिल्यान्डमा चाहिँ डिजिटल कुराहरूलाई एकदमै एक्सेप्ट गरिन्छ, तर यस्तो कति कुराहरू चाहिँ अझै नेपालभन्दा पछाडि जस्तो लाग्छ क्या मलाई। साँच्चै तपाईँहरू अहिलेसम्म लाइसेन्स चेकिङमा पर्नु भएको छ कि छैन? केही इन्ट्रेस्टिङ कहानी छ भने कमेन्टमा सुनौँ न।